कुट्यो भनेपछि हामी तीनटा एक भइहाल्छौँ होइन हो कि न ल भन त हो नि ऊ दिवाङजङ चाहिँ यहाँ पुरै बिरामी भएर यस्तो हुनुभएको छ अनि यता दिव्याङ राजीलक्ष्मी थाहा भने अहिले भर्खरै कुटा खाएको नि फेरि आफ्नो मम्मी यादबाट होइन र दिवाङ के भन्नु सक्ला भनिदेऊ त तपाईँहरू पनि आफ्नो नानी बाबुलाई नआन्नु होला यसरी मेरो दिदीलाई पिटे यसरी भनिदेऊ त बाबासँग बसेपछि सेफ भइन्छ कसैले पनि कुट्दैन हामीलाई भनिदेऊ न हो नि भनिहाल्छौ नि होइन तिमीहरू कसको छोराछोरी होला भनिदेऊ त बाबाको यस गुड बाबाले धेरै माया गर्नुहुन्छ कि मम्मीले बाबाले धेरै माया गर्नुहुन्छ बाबाले खानेकुरा ल्याइदिनुहुन्छ कि मम्मीले बाबाले के ल्याइदिनुहुन्छ ल बाबाले सुनाइदेऊ त यहाँ सबै हाम्रो भिडियो हेरेर बस्नु भएको मान्छेहरूलाई सबैलाई दर्शकहरूलाई सुनाइदेऊ त अडियन्सहरूलाई ओरेन्ज हैन पिता काउले भन्छ ल तिमीले भन दिवाङले भन ल बादाम जुस यस दिते बादाम जुस अनि भोर मिठा यस अनि त्यसपछि लड्डु अनि भोलिन बादाम जुस यस अनि लड्डु अनि बर्फ मिठाई अनि तरबुज ल्याइदिनु बा ल गाइजहरु मेरो बाबाको च्यानल सब्स्क्राइब गरिदिनु ल भन्देऊ त गाइजहरु ल भन छिटो गाइजहरु मेरो बाबाको च्यानल भनेको त ललेन लाइक सब्स्क्राइब गरिदिनु होला ल गरिदिनु होला ल ओके दिव्यानी ल मेरो नाम आफ्नो नाम भन्दिनु त ल दिव्याले आफ्नो इन्ट्रोडक्सन दिन्छ ल ल छिटो माय नेम इज दिव्यानी राजलक्ष्मी थापा यस I did in class LKG. Yes. How old are you? I am fine. How old are you? कति वर्ष भयो? माछा. भन नि इंग्लिशमा भन के? माछा वर्ष. जीव तान्ने ल भन. जीव तान्ने भन के? माछा वर्षको भाइ. I am 6 years old भन्थ्यौ त. मेरो नाम दियोङजङ थापा. What is your name? मेरो दियोङजङ थापा. दियोङ के? What is your father's name? My father's name is Lokendra Bahadur. ल जसले फर्स्ट भन्छ उसलाई चाहिँ म प्राइज दिन्छु है. What is your mother's name? My mother's name is Anita Sarda. How are you? I am fine. Thank you. What is your school's name? My school's name is Rolpa Sunlight English Boarding School. बाबा दिदी तुदिन्छु त्यस्तो गर्ने हैन अनि आजभोलि को ज्ञानी भएको छ ल भन्देऊ त मलाई म दिवाङ ज्ञानी भएको छौ दिव्यानी ज्ञानी भएको छ कि छैनौ आज ल गाइजहरु लाइक र सब्स्क्राइब गरिदिनुहोस् भन्नुस् त आउँछ कि ल थ्यांक यू सो मच भयो है